वेलकम ब्याक और वेलकम टु सम्झना थापा युट्युब च्यानल। बाहिर टाइटल र थम्बनेल हेरेर हजुरहरूले थाहा पाइसक्नुभयो होला आजको भिडियो के को बारेमा छ भनेर। अनि यो भिडियो चाहिँ अब अलि पछि नै बिहेपछि नै अपलोड हुन्छ होला। अनि अब यताउति गर्दा बिजी भइन्छ नि त। अनि भोलि चाहिँ मेरो बहिनीको चाहिँ ढोगभेट छ। अनि आज म चाहिँ जान लागेको छु। अनि पछि म चाहिँ जान लागेको हो। अनि त्यही हो, अब हामीले चाहिँ पहिला जान्छौँ। अनि यता बजारतिर पनि हल्का काम छ कि मलाई चाहिँ अर्को मामाको छोरीले चाहिँ यसो कुर्ता हेरिदिनु भनेर भनेको छ। अनि पहिला त्यसलाई त्यो काम पनि गर्ने हो। अनि त्यसपछि म बल्ल बेहुलीको घरमा जाने हो। अनि खासमा चाहिँ म अलि दिउँसै निस्केर जाने अनि सबै कामहरू गर्ने चाहिँ हेल्प हुन्छ नि त। त्यही भएर त्यसरी जान लागेको। तर म निस्किन मिलेन कि ड्युटीमा काम परेर। अनि त्यही गर्दा गर्दै ढिलो भयो। त्यही भएर अब चाहिँ म जान्छु। अब म जाँदा चाहिँ रोटी सोटी पकाउन सबै कामहरू चाहिँ भइसकेको हुन्छ होला। त्यही पनि म गएर अब हामीले के गर्छौँ, कसरी चाहिँ तयारी गरिराखेको छौँ बिहेको लागि भनेर चाहिँ भिडियो देखाउने छु। अनि भिडियो चाहिँ अन्तिमसम्म हेरिदिनु होला। उहाँ चाहिँ हाम्रो बेहुलीको दिजु यताउता काममा हिँड्दा हालत खराब भयो अरे। अनि उहाँ चाहिँ हाम्रो मामा, बेहुलीको पनि मामा। मेरो त जम्मै यस्तो छ, जम्मै महिना छ क्या एकछिन। उहाँ के अरे स्याङ्जाबाट आउनुभएको हाम्रो मामा, त्यही भएर धुलो इग्नोर गरिदिनु होला। यो चाहिँ को रे? मलाई नमस्ते पनि नगर्ने है छ केही पनि। म को हो भन् त? अनि के त को हो म तेरो? सम्झना भन्छ भन्छ। यस्तरी 3000 को हुँदाखेरि कहिले टोपी एक दिनलाई हो। फेरि यस्तो क्याप लगाइन्छ। यो 7000 को 7500 अझै 500 त अब उहाँले यसो गर्नु भएको होला। यताउता हो क्या। अनि यो साइज यहाँ अङ्कल चाहिँ यहाँ आउनु भएको छैन नि त। अनि टोपी लाउन चाहिँ अनि यसले फोटो देखाएर यहाँ टाउको भनेर फोटो देखाएछ मेरो मामाले। टाउको त अघि अलि ठुलै छ कि अङ्कलको त त्यस्तो लाग्छ कि मलाई। बिहान कति चाहिँ खोल्नुहुन्छ? हाम्रो सपिङ सक्यो, 8:30 हुन लागिसक्यो। हामी बल्ल मस्त भ्लग गराउँछु भनेको यहाँ के बिजी भएर भ्लग गराउनै पाइएन। अनि बहिनीको लागि अघिसम्म कुर्ता खोज्दै हिँडेको थिएँ, त्यही भएर अघि भ्लग गराउनु पाएन। 20 बाटो मात्र भ्लग गराएको छु। अनि अब चाहिँ हामी बल्ल घरतिर जान लागेको छौँ। 8:15 भइसक्यो। होइन कसको घर देखाउने रे? सानो दिदीको घर आउँदैछ अरे। अनि मलाई भ्लग गराउनु गरे भाइले चाहिँ। अनि हामीले चाहिँ भोलि जन्ती कहाँबाट आउँछ, कुन घरबाट आउँछ भनेर चाहिँ देखाउने छौँ। अहिले हुन त यहाँ स्कुटीमा छौँ हामी। हावाले बोलेको केही सुनिन होला। अनि यहाँ चाहिँ बेहुलीको भाइले चाहिँ उसको बेहुलीको घर देखाउने। ऊ त झिलिमिल लाकोवाला हो, ऊ त बत्ती बालेकोवाला हो। ए त्यसले सुन्न। यो चाहिँ बेहुलाको घर हो। अनि अब हामी चाहिँ बेहुलीको घरतिर जाँदैछौँ। यहाँबाट
नजिकै हो नि त अनि यही हो बेहुलाको घर यहाँबाट जति आउँदैछ भोलि अनि हामी चाहिँ अब बेहुलीको घरतिर जाँदैछौँ अनि बेहुलीको घर चाहिँ अब यही नजिकै हो तिमीले कसले हो त अनि हामी चाहिँ यो गेटमा अब चाहिँ यही नजिकै छ बेहुलीको घर होइन माइत अगाडि कटिसकेको देखिनिस् पुल कटेपछि ठ्याक्क अगाडि कटेको त अनि बेहुलीको घर चाहिँ यहाँ गेट सेट बनेको रहेछ ओ मामाहरू खै कसलाई च्यात्यो अनि यो चाहिँ बेहुलीको घर हो यस्तो रमाइलो छ सरी यहाँ चाहिँ यस्तो सामानहरू रहेछ तर सब्जीहरू सबै छ यहाँ चाहिँ सबैजना हुनुहुन्छ नमस्ते सबैजना नमस्ते नमस्ते बाबा ओइ 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 सबैजना छ मेरो साथीहरू हामीले 60 एउटा माला बनाएको छ अन्ति मैले आफ्नो मोबाइलबाट भयो नि भिडियो गराउन सक्दैनौ जे भए पनि मैले त्यो भ्लगमा इन्क्लुड मलाई उहाँ रियाले कति रिस उठाएपछि उहाँ बजार जा किन्ने भनेर यति कुर्था लास्टमा त्यत्रो नमस्ते ऊ चाहिँ मेरो छोरा हो केको भाइ छोरा हो कहाँ छोरा हो र हाम्रो दिदीको छोराले छोरा होइन उसले त हामीलाई छेमा अनि ए मेरो पनि छोरा म त भाइ को त बिनी आएन बिनी घर बस्छ त्यसो भन्दा यसको राम्रो लाग्यो हो ब्लाउज त्यही लगाउनु एउटै कलर छ होला बोजू ब्लाउजमा हाले बेहुलीको मम्मी बेहुलीको फुपू कान्छी फुपू हेलो गरिदिनु के मेरो ब्लगमा हामी चाहिँ यसरी खाना खान लागेको छौँ अनि ऊ त्यो भाइ के अरे ऊ छोरा हो मेरो चाहिँ अनि हाम्रो ब्लगमा मेरो ब्लगमा के अरे हजुरको ब्लगमा आउँछौँ कि नै हामी भन्दैछु त्यही भएर अनि यो चाहिँ हाम्रो लिप्से अनि यता हाम्रो नानीहरू छन् म त चिन्दैन के अरे नाम के हो तिमीहरूको लजाउने है छ के दिपिका हो र भोलि मासु खान्छौँ आज आलु खाए पनि बात त सही है आलु भनेको बोसो हो के आलु भनेको बोसो हो के क्या बोला तूने मलाई यस्तै बेला छोप्नै आउनु क्या त्यही भएर फ्रन्टबाट नै खिच्छु नि त हाय ल म थाहा नि डाइलग के हुन्छ भनेर हाय ल मेरो छोरा मेरो पनि छोरा है त खासमा मैले चाहिँ भाइ भन्दै बसिरहेको म त पुरा भाइ भाइ भनिरहेको कसैले छोरा भन्ने चाहे छोरा होइन सबैको छोरा चाहिँ होइन ल मैले फ्युचरमा भ्लगर भन्छु क्या यस्तो यस्तो गर्न जाने हो कि
हल्का बिहाको घरमा रमाइलो गरिदिउँ भनेरै फेरि हुनसक्छ जे पनि हुनसक्छ उता बहिनीलाई एक्सेस गरिहिन् है मलाई चाहिँ उनीहरूले यसरी छोप्नु भन्दैछ त आउनु भ्या 723 हैन अब 200-300 वटा त ज्याजी छ 200 वटा त ज्याजी छ होला देबिङमा चाहिँ 500-600 वटा रहेछ मैले के नासिस अब 500-600 दिएछ लगभग 300-400 भर्मी के हैन 400 भर्मी के कहाँ काका निका छाना के काट जाति अनि यता बोलेकोमा नदेखाउने उता देखाएर के ल भन्नु मसी फेरि अब डाङको ल्याएर 40 किलो आज डुङनाङ अब इनाङ पुनाङको भागो जान्छ फेरि पाउर लग्ने अब इलाङलाको ढकुन खाइदिन्छ मावलले मगरहरूको चाहिँ यो चाड अनि यो बटुक चाहिँ एकदम मगरहरूको चलन सगुन मादागा उहरू पनि सगुन चनाको त यस्तो सगुन चाहिँ यो चाहिँ भातलाई चाहिँ जाड गराएर राख्ने हो अनि यो सगुनमा चाहिँ यसरी अनि पहिला कुनै काको बाहुनहरूले चाहिँ यो यस्तो के अब जाड थाल नभएर खिर भनेर गम खाएर चाहिँ झ्याम्मा लागेको भन्ने चाहिँ मैले भर्खर सुनेको मुखबाट बिहामा जात लिँदैन ब्याग त नुनिङ जातनिर छान्ने हाम्रो चाहिँ यहाँ 10 बजिसक्यो हामी यसरी अहिलेसम्म चाहिँ यहाँ पाहुर यसरी बनाउनु चाहिँ हाम्रो ह्यान्डसम मामा अनि बाबा अनि हाम्रो ब्युटिफुल के बोले भाइ अब के बोले ह्यान्डसम सानो बाबा ब्युटिफुल सानो मम्मी यहाँहरूको सानो मम्मी हामी सबैजना साई माउलीको बजै र मामा अनि यो चाहिँ अरू माउलीहरूलाई अनि यो ताउली हजुर आमाहरू घरको बाबा यस्तरी छ है साथीहरू अब होटल दिदी के त पर्छ नि 10:35 बजिसक्यो हाम्रो चाहिँ काम स्टिल सकेको छैन अब टोपी नि ढङ्गनी नि साथीहरू 11 बजिसक्यो हामी स्टिल काम सकेको छैन अनि सुतेको छैनौँ यहाँ यिनीहरू चकचक गरेर थाके छैनन् स्टिल म भए सुत्न पाएँ अहिले आनन्दले सुतिसक्यो होला यिनीहरू चाहिँ यसरी चकचक गरिरहेको छन् अझै हामी चाहिँ यहाँ अटाइन्न नि त कति गाउँदेखि यो कति धेरैजना आउनुभएको छ कस्तो मस्करा अनि त्यही भएर म चाहिँ यसको घरमा जाने हो यो लिप्सेको घरमा जाने हो उता अर्को छ्यामको घरमा अनि मलाई बिहामा बोक्थ्यो ल हो त्यसरी तैँले हो बोक्ने लिप्सालाई हो त्यसरी बोक्ने हो तैँले फाइनली हामी चाहिँ घरमा आइपुग्यो 10:30 भइसक्यो 11:30 भइसक्यो अनि अब बल्ल मेहन्दी लगाएर सुत्ने हो अब कतिखेर मेहन्दी लगाउने कतिखेर सुत्ने थाहा छैन साथीहरू बिहानको 1 बज्यो पल्ला मेहन्दी लगाउँदैछु बल्ल अब सुत्ने हो भोलि बिहानै उठेर फेरि रेडी हुन जाँदा एकदम मलाई बिस्तारै चाहिँ निन्द्रा लाग्दैन एकदम थकाइ लागेको छ कति आवर्स रेस्ट गरेर भोलि फेरि बिहान दिनभरि एनर्जेटिक हुन्छु म त्यस्तै छ साथीहरू गुड नाइट हजुरहरू चाहिँ सबैजना आधा निन्द्रामा हुनुहुन्छ होला हामी चाहिँ बल्ल मेहन्दी साइड लगाएर अनि यो मेहन्दी क्रेडिट गोज टु यो अहिले चाहिँ ब्याक क्यामेरामा छिन् त्यही भएर नि एकदम यो बहिनीले लगाइदिएको थ्याङ्क यू फर ब्युटिफुल मेहन्दी अब बिहामा लगाइदिन्छु नि हो ल भन् बिहामा मेहन्दी आर्टिस्ट उसो गर्न परेन पैसा बस्नु भयो साथी मेरो बहिनीलाई माला पनि बत्ने भयो भन्नु माला त लाउनु भन्नु